यस तालिमका मौसम विभागका दुईजना हाम्रा प्रस्तुतकर्ताहरू आजको यस मौसमबारे जानकारी गराउनका निम्ति यहाँहरूलाई उपस्थित गरिदिएको छ र सुरु गर्नुहोस् यहाँहरूको आजको मौसम विभाग। सुरुमा मुख्य समाचारहरू। आज पानी परेर दुईटा कमिलाको मृत्यु भएको छ र हालैमा एउटा भएकोता एउटा आलीदेखि अर्को आलीमा हाम पर्दा साउन्ड बढाउने खुट्टा भाँचिएको सम्भावना अलिक देखिँदैछ यहाँनिर। र अर्को भन्नुपर्दा फेरि एउटा कुकुर बेसी नै भुकेर त्यसको दाँतहरू सबै झरेर छाडा जस्तो भएको पनि हाम्रो प्राप्त जानकारी अनुसार प्राप्त भएको छ। र अब समाचार सुन्नुहोस् हाम्रो सलिप राईबाट। नमस्कार हजुर, म पनि यही च्यानलकै हुँ, यो मेरो साथी। र अहिले मौसम विभाग भन्नुपर्दाखेरि चाहिँ वर्षा यहाँनिर अहिले अलिक जाडोको मौसम छ र हामी पनि ज्याकेट लगाएर आएको छौँ र साथी निकै जाडो भएर टोपी ओढ्नु भएको छ। र मौसम हेरिहाल्नुहोस् यस्तै छ, अब एकदम देखिहाल्नुभयो हाम्रो ब्याकग्राउन्ड स्क्रिनमा अलिक धुम्मै भएको र त्यसैले गर्दाखेरि आज चाहिँ निकै नै जाडो छ। भोलिको दिनमा दसैँ नजिक आयो र पनि जाडै छ, खै यो दसैँ चाहिँ ठिक होला जस्तो छैन। ल यति भन्दै हाम्रो र साथी अमर राई साथै सनिप राईसित क्यामेरा